घर बेन्लाङ भएर छ खास किन हो त्यस्तै परे भाउ ब्याङ्कवाले लोन छ व्यवहार बिग्रियो के अनि निकै सस्तोमा राख्नु भएर छ एउटा इङ्ग्लिसमा उखान छ नि भाइ मर्ता क्यारै गर्ता त्यस्तै भइरहेछ क्या मलाई अब यो त हिन्दी भएन र ए भाइ म पनि घर छोडेर हिँड्ने बेला भयो नि त अनि के तिमी सोध्नुहोस् मात्रै गऱ्यो घर पनि किन्ने हो अब किन्नु त किनिने हो नि घरबेटी बा मेरो यसपालि स्यालेरी अलि ढिला हुने भयो भाडा पनि अलि ढिला हुन्छ ल ए भइहाल्छ नि आफ्नै घर सम्झिने हुन्छ के देऊ नि भाइ मन ठुलो छ यस्तै यस्तै कुराले गर्दा व्यवहार बिग्रियो क्या मेरो घरबेटी बा ए भाइ साँच्चै तिम्रो त 3 महिनाको भाडा मागिन्छ यार तपाईँको क्युआरमा हालिदिइसकेको हेर्नु न ए यो 60,000 तिमीले हाल्यौ मैले नै हो नि ल देऊ त भाइ आउँ ठाउँबाट त मजाले भाडा आउँछ के अनि तिमी घर खोज्न आऊ कोठा खोज्न आएको गफ धेरै भयो हाम्रो घर किन्ने नै हो के मलाई यस्ता थोत्रेका पत्याइदैन अब धेरै यस्तो गफ हान्ने है तिरिका तपाईँ क्युआर दिनु त अहिले पहिला हालिदिन्छु होइन होइन। ल 10 लाख रुपियाँ हाल्दैछु अरूलाई बेच्नु पाइँदैन नि ल ठिक छ अब बहिनी लिएपछि अरूलाई किन बेच्ने हो र भाउ ल भोलि बिहान 7:30 बजे पास गर्न जानुपर्छ टाइममा आइपुग है हो ल ल एउटा कोठा मलाई पनि है भाइतिर भइहाल्छ नि आरामले आरामले ल ल ल सस्तोमा घर भाइ ल बाबा अब मलाई घर बेटी भन्न छोड्ने मैले डेरा भन साथी साथी अब हामी है त हात हेर्नु त जतिसरी हप्ता लाभै लाभ हुन्छ भन्थ्यो यस्तो कति चासो लेखाएर त भयो नि त लाभ यस्तो हुने हो नि ए गेट बन्द रहेछ हुन त टेन्सन भइरह्यो होला आफै बोल्नु पर्यो ए घरबेटी बा के हो भाइ कोठा हाल्छ नि हाल्छु नि के को कोठा यो घरको हुनेवाला घरबेटी हो म पुरानो घरबेटी बोला ए भाइ घरबेटी मै हो क्या मुलाले मलाई बेच्छु भनेर मसँग बहिनीले घर चाहिँ अर्काले बेचे क्या हो ए भाइ यो घर बनाएकै मैले 10 वर्ष भइसक्यो के को बेच्नु नि अनि मैले बनिँदा कसलाई हो त अब मलाई के थाहा फोटो छ भने देखाउ त छ मैले झुकेर खिचेको छु नि हेरौँ त हेर्नु त ए यो त मेरै घरमा भाडा बस्ने भाइ हो नि हिजै 7:30 बजे कोठा सरेर गइसक्यो भाँडै दिएन त मुलाले भेरी गुड गाइस अब हामी अर्को घर बेच्नुतिर लाग्नुपर्छ ए भाइ के भयो भाइ ए भाइ भाइ म कहाँ छु तिमी मेरो घरमा छौ यो घर अझै मेरो भएको छैन ए भाइ ढल्ने बित्तिकै घर आफ्नै हुने भए त म पनि घरै पछि ढलिहाल्थेँ नि अनि भएको चाहिँ के हो नि अब के हुनु नि मेरो 10 लाख रुपियाँ पहिला खाएर भाग्यो नि त्यो मुलाहरूले ए भाइ यत्रो पैसा हुने मान्छेले आफैले घर बनाए भइहाल्थ्यो नि अब घर बनाउनु त हुन्थ्यो नि आफू बिजनेसम्यान परियो आफै बसेर घर बनाउनु भ्याइँदैन अब अरू कसैलाई दियो भने भरपर्दो त मान्छेले भेट्दैन अनि के गर्नु त ए राम्रो कन्स्ट्रक्सन कम्पनीलाई घर बनाउने जिम्मा दिएको भइहाल्थ्यो नि त अनि हो त तपाईँ घर बनाउने कुनै भरपर्दो कम्पनी चिन्नु भएको छ त किन थाहा नहुनु नि एरोन कन्स्ट्रक्सन कम्पनी भन्ने छ उहाँहरू घर बनाउनको लागि एकदमै भरपर्दिलो र विश्वासिलो कम्पनी हो मैले पनि त घर बनाउनलाई एरोन कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा दिएको हो नि